यति बेला हामी लुम्बिनी प्रदेशको एउटा प्रमुख धार्मिक स्थल दाङमा रहेको धारापानीमा छौँ। लुम्बिनी प्रदेशको मात्रै नभएर यो पछिल्लो चरणमा नेपालकै एउटा प्रख्यात पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ। यो दाङ जिल्लाको घोराई उपमहानगरपालिका वडा नम्बर 5 मा अवस्थित यो धारापानीमा विश्वको सबैभन्दा अग्लो त्रिशुल, ठुलो त्रिशुल यहाँ राखिएको छ, जुन 41 फिट अग्लो र 6000 किलोग्रामको तौल रहेको यो त्रिशुल हामीले देखिराखेका छौँ। यहाँ अगाडि धेरै ठाउँबाट मानिसहरू यहाँको अवलोकन भ्रमण गर्न आउने गर्दछन्। यो त्रिशुल हो। यो त्रिशुलको अलावा यसका वरिपरि अन्य थुप्रै हेर्न लायक पार्कहरू, मन्दिरहरू, यसै गरी अन्य राम्रा सिनहरू राखिएको देख्न सक्छौँ। हामी यहाँका कलाहरू पनि राख्न सकिएको देख्छौँ। यो वरपरको धेरै ठुलो ठाउँ रहेको छ। यो ठाउँमा चाहिँ विभिन्न प्रकारका मूर्तिहरू पनि राखिएको छ। यहाँ ओमकारको यो मूर्ति राखिएको छ। ओमको त्रिशुलभन्दा थोरै अगाडितिर। यसै गरी यहाँबाट तलतिर हामी यहाँ देख्न सक्छौँ यो मन्दिरहरूको छन्, तल स्थापना गरिएको छन् 3-4 वटा मन्दिर यो त्रिशुल भएको ठाउँदेखि तलतिर। र यहाँ थुप्रै झकिझकाउ पनि बनाइएको छ। धेरै ठाउँबाट मानिसहरू मनोरञ्जनका लागि यो ठाउँमा आउने गरेका पाइन्छ। यहाँका बोट बिरुवा, रुखहरू, यहाँका चाहिँ सिडीहरू, यहाँका मन्दिर वरपरको सजी सजावटले गर्दा विवाह मण्डपकै रूपमा जस्तो सजी सजाव हामी देख्न सक्छौँ। यहाँदेखि मास्तिर एउटा माथि धेरै सिडीहरू चढेर चाहिँ जान सक्ने एउटा मन्दिरको द्वार रहेको छ। यहाँ धेरै मानिसहरू गएका छन्। प्रवेशद्वार भनिएको छ। यसै गरी योभन्दा तलतिर यो एउटा मुख्य मन्दिर छ। यो मुख्य मन्दिरको साइडभन्दा तलतिर सिडीहरू निर्माण गरिएको छ तल मुख्य मन्दिरसम्म पुग्नका लागि माथि त्रिशुल भएको ठाउँदेखि। यसै गरी यहाँ हामीले यस्ता मूर्तिहरू देख्न सक्छौँ। यहाँ मास्तिर चाहिँ यो भगवतीको मन्दिर, सरस्वतीका मन्दिर, शिवको मन्दिरहरू हामी थुप्रै यहाँ देख्न सक्दछौँ। योभन्दा तलतिर खोला छ। यो खोलाभन्दा उतापट्टि एउटा झरना पनि देखिन हामीले। यो मुख्य मन्दिर हो। यो यहाँ बत्तीहरू बालिएको छ। यो मुख्य मन्दिरको साइडमा यहाँ टीका प्रसाद ग्रहण गर्ने ठाउँ पनि भनिएको छ। थुप्रै घण्टहरू पनि झुन्ड्याइएको छ। यो मन्दिर मुख्य मन्दिरको यो महादेव मन्दिर हो। श्री पाण्डवेश्वर महादेवको मन्दिर भनेर चाहिँ नामाकरण गरिएको छ। यो मन्दिरको यो धारापानीमा रहेको प्रमुख मन्दिर हो। यहाँ सबैभन्दा ठुलो घण्ट पनि राखिएको छ। मन्दिरको अगाडिपट्टि दमा, झ्याली पञ्चेबाजा अन्तर्गतका बाजाहरू पनि राखिएको छ। यसको अगाडि साँढेको मूर्ति, धातुको मूर्ति बनाएर चाहिँ राखिएको छ। यहाँको ठुलो घण्ट पनि छ, यहाँ हामी देख्न सक्छौँ। तपाईँहरू पनि एकपटक यो क्षेत्रमा घुम्न आउनुहोला।